So, alright, guys. After a long time, your boy, your brother is back again with another most interesting video. So, आजको कन्टेन्ट चाहिँ के हो भन्दाखेरि तपाईँहरूको फेभरेट युट्युबर्स पनि हुनसक्छ होइन. सो 5जना युट्युबर्सको चाहिँ म आज मन्थली इन्कम र इयरली इन्कम चाहिँ रिभिल गर्नेवाला छु होइन. सो मैले चाहिँ अलरेडी यो कपीमा मतलब इन्फर्मेसनहरू चाहिँ लेखिसकेको छु खोजेर होइन, इभ्यालुएट गरेर होइन, निकालिसकेको छु कति कति हो भनेर. सो लेट्स गेट अन भिडियो गाइस. सो युट्युबर्स मन्थली इन्कमको चाहिँ फर्स्ट नम्बरमा चाहिँ छ शिवम सेनपाइदा होइन, जो चाहिँ दार्जिलिङबाट बिलोङ्स गर्नुहुन्छ होइन. शिवम सेनपाई इज एन इन्डियन युट्युबर, इन्डियन युट्युब च्यानल विथ ओभर 82K सब्सक्राइबर हो. अहिले चाहिँ फिलहालमा उसकोमा चाहिँ छ है गाइस. It started 4 years ago and it has uploaded 499 videos. Guys, 499 भिडियोस 4 सालमा चाहिँ. अनि उसको नेटवर्थ चाहिँ छ US डलरमा चाहिँ $9,487 होइन. $9,487 भन्ने चाहिँ यहाँ होइन गाइस, जो चाहिँ इन्डियन रुपिसमा कन्भर्ट गर्दाखेरि चाहिँ 7,54,833.16 रहेछ. शिवम सेनपाई दानी यस्तो धनी भइसक्यो गाइस. 7 लाख उसको चाहिँ. अनि डेली चाहिँ कति हुन्छ भने US डलरमा चाहिँ डेली चाहिँ छ उसको $15 होइन. विकली चाहिँ छ $104, मन्थली छ $552 हो. इयरली चाहिँ एक सालमा चाहिँ उसको चाहिँ $7,151 रहेछ होइन, मतलब इयरली चाहिँ. सो यसै गर्दै हामी 2 नम्बरमा जाउँ होइन, जो चाहिँ हुनुहुन्छ निमा लामा दी होइन, जय गाउँबाट हुनुहुन्छ होइन. सो निमा लामा इज एन इन्डियन युट्युब च्यानल विथ ओभर 83.4K सब्सक्राइबर. 83.4K सब्सक्राइबर होइन. उसको चाहिँ US डलरमा चाहिँ मतलब पैसा आउँदा US डलरमा चाहिँ $16,334 आयो. म के लटपट दिइसक्यो. $16,334 भन्ने चाहिँ जुन चाहिँ तपाईँको इन्डियन रुपिसमा कन्भर्ट गर्दाखेरि चाहिँ 12,99,614.71 रहेछ. गाइस, अनि दिदीले चाहिँ स्टार्ट गर्नुभएको चाहिँ 4 इयर्स चाहिँ भइछ होइन. सो अनि दिदीको चाहिँ अहिले अपलोड भिडियो चाहिँ 690 भिडियोस अपलोडेड हो. मन्थली चाहिँ सोच्नु न, अनि 12,99,614.71 पैसा पाउँदाखेरि चाहिँ मतलब अब उनीहरूले त एकदम लग्जरियस किन्नु सक्छ है गाडी होइन. लग्जरियस लाइफै लाग्दो छ दिदी. अनि भर्खर दिदीले बिहा पनि गर्नुभएको छ होइन. उसको भ्लग पनि हेर्दैछु होइन. सो कङ्ग्रेचुलेसन दी, अगर तपाईँले भिडियो हेर्नुहुँदैछ भने. सो भिडियोलाई अगाडि बढाउँदै हामी जान्छौँ थर्ड नम्बरमा, जो चाहिँ फेमस हो सबैको, मतलब हुन्छ नि इन्स्टाग्रामहरूबाट सबैले मन पराएको क्या, तामाङ सिब्लिङ्स होइन. तामाङ म के लटपट दिइसकेन. तामाङ सिब्लिङ्स इज एन इन्डियन युट्युब च्यानल. सब्सक्राइबर चाहिँ दिएको रहेछ ओभर. दिदीको सब्सक्राइबर चाहिँ अहिले राइट नाउ चाहिँ 3,75,000 सब्सक्राइबर रहेछ. 3,75,000 सब्सक्राइबर रहेछ. अनि दिदीले चाहिँ स्टार्ट गर्नुभएको चाहिँ 5 वर्ष भएछ होइन. सो 5 वर्षमा चाहिँ दिदीले 664वटा अहिलेसँगै टिल राइट नाउ चाहिँ 664वटा भिडियो अपलोड गर्नुभएको रहेछ होइन. सो दिदीको चाहिँ US डलरमा चाहिँ समथिङ एराउन्ड कति हो, यो त नम्बर छ त नि, 1,67,851 रहेछ US डलरमा गाइस. सो दिदीको चाहिँ कन्भर्ट गर्दाखेरि चाहिँ इन्डियन रुपिसमा चाहिँ होइन. सो यहाँ सुन है, अब मजाले कान खोलेर सुन्ने. 1,35,065,064.82 रुपिस. लग्जरियस क्या गाइस, लग्जरियस लाइफै हुन्छ नि. मतलब अब इयरली त्यति आउँदैछ 1,33,55,064.82.
सो दिदीको चाहिँ मन्थली इन्कम मन्थली मात्रै होइन ज्यादा चाहिँ होइन मन्थली मात्रै इन्कम चाहिँ 7,12,000 रहेछ हो। अनि 7,12,000 भन्ने त यहाँ आएन होइन। सो त्यसै गर्दै दिदीहरूलाई अब हुन्छ नि के भन्नु एकदमै कङ्ग्रेचुलेसन छ तपाईँहरूले हुन्छ नि मतलब अब भिडियो हालेर सबैलाई इन्टरटेन गरिदिनुहुन्छ होइन। सो हाम्रो 4 नम्बरमा चाहिँ छ वान एन्ड ओन्ली मोस्ट सिक्किमको फेमस दा होइन। अब मैले चाहिँ अस्ति गरिमा इन्टरटेनमेन्ट हो होइन उनीहरूको च्यानलको नाम चाहिँ। मैले चाहिँ उसको अस्ति आमोस दा र गरिमा इन्टरटेनमेन्टको कन्भर्सेसनको बारेमा भिडियो पनि बनाएको थिएँ होइन। तर यति डरलाग्दो यार हेड कमेन्ट क्या त्यस्तो नगरिदिनु न। हेड कमेन्ट गरेको थिएन तर अब राम्रोले त राम्रै सोचेँ मैले पनि त्यस्तो नराम्रो त भनेको होइन होइन। सो जे फ्याक्ट थियो त्यही भनेको थिएँ होइन। सो हाम्रो गरिमा इन्टरटेनमेन्टकोमा जाँदाखेरि चाहिँ अहिले चाहिँ राइट नाउ गरिमा इन्टरटेनमेन्टकोमा चाहिँ 9,75,K सब्सक्राइबर रहेछ होइन जो चाहिँ 1 मिलियन हिट गर्नु आँटेको छ होइन। सो दाइहरूले चाहिँ च्यानल स्टार्ट गर्नुभएको चाहिँ 4 इयर्स भएको रहेछ होइन। सो 4 इयर्समा दादाहरूले चाहिँ 229 भिडियोस अपलोड गर्नुभएको रहेछ मेन च्यानलमा होइन गरिमा इन्टरटेनमेन्टमा चाहिँ। जुन चाहिँ दाइहरूले मतलब भिडियो त कम्ती होइन अब 299 त ठिकैको हो होइन भिडियोमा चाहिँ कम्ती तर दाइहरूले चाहिँ हुन्छ नि मन्थली धन चाहिँ 75 US डलरमै 75,168 US डलर मतलब मन्थली पाउनु हुँदो रहेछ होइन। सो उसलाई यो US डलरलाई चाहिँ कन्भर्ट गरेर चाहिँ इन्डियन रुपिसमा चाहिँ दाइहरूकोमा आउँदै रहेछ 59,80,741 आमामामाम 59,80,741 मन्थली अरे मतलब एक सालमा आउँदो रहेछ त्यति गाइस। त्यत्रो पैसा हाम्रो पनि कहिले आउने हो। सो दाइहरूको चाहिँ मन्थली चाहिँ रहेछ 4,07,054 5,400 रहेछ होइन। सो मन्थली चाहिँ मतलब उनीहरूले चाहिँ यो पैसा चाहिँ उनीहरूसँगै मतलब उनीहरूको टिम मेम्बरहरू छ होइन डिस्ट्रिब्युट गर्छ होइन। सो ठिकै हो। सो यस्तै भिडियो बढाउँदै अगाडि गइरहेको चाहिँ हाम्रो 5th नम्बरमा पर्नु भएको छ दर्शन ब्लग होइन। सबैले मन पराउनुहुन्छ होला म नि मन पराउँछु होइन। सो दर्शन दाको चाहिँ अहिले सब्सक्राइबर रहेछ 94.4K सब्सक्राइबर होइन। अनि दाले चाहिँ स्टार्ट गर्नुभएको 4 इयर्सै भएको रहेछ होइन। अनि अपलोड भिडियो चाहिँ अपलोड गर्नुभएको चाहिँ 682 भिडियोस रहेछ अहिलेसँग चाहिँ होइन। सो US डलरमा चाहिँ 18,626 डलर रहेछ। सो इन्डिया रुपिसमा कन्भर्ट गर्दा 14 लाख्स आमामा कति हो यो त 14,81,900 14,81,900 रहेछ। दाले चाहिँ मतलब उयसमा के भन्छ अब बिर्सिदिइसकेर इयरली चाहिँ त्यति पाउनु हुँदो रहेछ होइन। सो मन्थली चाहिँ 14,81,977.69 पाउनु हुँदो रहेछ है पाउनु हुँदो रहेछ इन्डियन रुपिसमा कन्भर्ट गर्दाखेरि चाहिँ। मन्थली चाहिँ दाको रहेछ 87,000 अरे वाह। अनि दाले त्यसै बाइक किनेको होइन है त्यसै किनेको होइन मोटो भ्लग त्यसै गर्दै बाइक किनेको होइन। सो आजको चाहिँ 5वटा भन्ने थियो होइन। सो 5वटा चाहिँ मतलब डल्लैजनाको मैले रिभिल गरिदिइसक्यो कम्प्लिट भइसक्यो होइन। सो अगर तपाईँलाई यो भिडियो कस्तो लाग्छ होइन सो कमेन्ट डाउन बिलो। अगर तपाईँलाई अझै मोर यस्तै युट्युबरहरूको मतलब मन्थली रिभिल गर्नु मन छ भने तपाईँहरूले कमेन्ट डाउन गर्नु सक्नुहुन्छ होइन कमेन्ट सेक्सनमा। अनि बाइ द वे मेरो उयो गीत पनि अफिसियल म्युजिक भिडियो सक्दिनँ रहेछु पनि निक्लिसकेको छ लिङ्क अन द डिस्क्रिप्सन गएर चेक गरिदिनुहोस् होला होइन। सो तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो होइन। सो लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् सेयर गरिदिनुहोस्। अनि इफ यु न्यू टु माई च्यानल जस्ट टु सब्सक्राइब माई च्यानल। सो गाइस इफ यु हेभन फलो मी अन इन्स्टाग्राम हो त लिङ्क अन द डिस्क्रिप्सन फलो मी होइन म फलो ब्याक गरिहाल्छु किन मेरो कम्ती छ फलोवर्स होइन। सो गाइस all enjoyed my video so see you on the next vlog. Ta-da, bye bye.